अनुज चौधरी खड्गी जन्मे हुर्किएको साथी हो। म सुकृत भट्टराई नाम लुमन स्थापित नाम विवेक धेरै डिप नजाऊ भन्छु म दुलालाई अब म्यामु चाहिँ नगरौँ मैले अहिले एकदम राम्रो कुरा गरौँ पार्टीमा त्यस्तै हो नि त एउटा बिचौलिया साइड भनौँ बच्चादेखि सँगै पढेको सँगै हुर्किएको अब सबै चिज के भन्ने भनेर त साध्यै छैन साध्य बनाइदिउँ साध्य बनाउन सकिँदैन त्यो बनायो भने त्यसकै बेजत हुन्छ बेकारमा फर्गेटेबल मेमोरिजहरू के छ दुलासँग त्यो सुनाइदिनु त्यसो त्यसको त खुकुरी हारा हुन्थ्यो त खुकुरी होइन त्यो घरमा खेल्ने काठको खुकुरी है फेरि समाजले फेरि धेरै निकालिहाल्ने हो त्यो फेरि त काठको खुकुरी पहिला कोठामा हामी यसो बच्चामा त्यो सिआइडी खेले जस्तो कुरा गर्नुभएको उहाँले एकदम भावमा आउनु भयो र रमाइलो गर्नु अरू केही बिहे भइसक्यो वैवाहिक जीवनमा बाँधिसक्यो अब रमाइलो गरोस् राम्ररी अझ अगाडि बढोस् वैवाहिक जीवन मेरो त रमाइलो छ चलिरहेको छ जस्तो छ त्यस्तै हो पहिला जस्तो एज इट इज जे होस् इट्स गुड इट विल बी गुड गर्नुपर्छ टाइममा सबैले दुला साइडबाट दुले साइडको के पायो भने यसो मैले हेरेर आएको खल्लो लगाइरहेको छ किनभने अब आफ्नो पनि पालो आउँला कि भनेर डर छ होइन त्यसैमा चाहिँ अलिकति अहिले पनि क्यामेरा अगाडि बोल्न एकदम कामिरहनु भएको जस्तो मलाई के काबे छैन म आफ्नै साथीको बिहेमा मलाई त्यस्तो केही पनि छैन खुसीमा खुसी छु अब आफ्नो पालोमा आउँला भनेर अलिकति डरमा छु म कलाकार हुनुहुन्छ नमस्कार हजुर नमस्कार दुला पार्टीबाट कि केटी पार्टीबाट म खासमा आएको त दुला पार्टीबाट हो अब चप्पल लुकाइवाला कार्यक्रममा चाहिँ केटी पार्टीबाट हो फेरि एकदम मिश्रण छ मेरो यो उसमा त्यही भएर म दुइटै हो के कार्यक्रम लाउनु तपाईँ यता आज मेरो बोकाबाट बाख्रा कस्तो अनुभव भइरहेको छ त बोकाबाट खसी भयो आज अब ठिकै छ खसी त भइसकेको छैन होला उयो भइसक्यो भने अब फेरि पालो अब हाम्रो यहाँको अब हाम्रो कुरा अनुसारले त चाहिँ अब ब्रान्ड न्यू दुला सेकेन्ड ह्यान्ड ए थर्ड ह्यान्ड दुला भयो त्यो हजुरको बिहे भइसक्यो कि भएन भइसक्यो ए भनेपछि अब तपाईँ चाहिँ को पर्नुभयो दुलाबाट कि दुलैबाट भनेपछि कतिको एक्साइटेड हुनुहुन्छ त अब थोरै ल कङ्ग्रेचुलेसन भाइ नमस्कार हजुर मेरो नाम लमन लुमन